हेलो साथीहरू, म शोभा राणा। आज म हजुरहरूलाई पफ फ्लावर कसरी बनाउने त भनेर बनाएर देखाउन गइराखेको छु। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला। अनि हजुरहरूले पनि पफ फ्लावर बनाएर आफ्नो स्वेटर कार्डिगनहरूमा बनाएर लगाउन सक्नुहुनेछ। अनि बच्चाहरूको क्लिप पनि बनाउन सक्नुहुनेछ। आज चाहिँ म हजुरहरूलाई बच्चाहरूको क्लिप कसरी बनाउने त भनेर देखाउँदैछु। अनि सबैभन्दा पहिला त हामीहरूलाई यो धागो उन चाहिन्छ। अनि मैले चाहिँ 9 नम्बरको कुरुसिया लिएको छु। अनि यो अनि फेरि यो अनि यो पनि चाहिन्छ। स्टार्ट गर्छु है त अब बनाउन। सबैभन्दा पहिला त हामीहरूले यसरी स्लिप नट बनाउनु पर्ने हुन्छ। स्लिप नट बनाएर चाहिँ एक चेन ल्याउनु पर्ने हुन्छ। अनि यो म्याजिक सर्कल भित्र चाहिँ हामीहरूले 12 सिंगल कुरुसिया बनाउनु पर्ने हुन्छ। देख्न सक्नुहुनेछ यसरी 1 2 3 4 5 6 7 8 9 10 11 12 सिंगल क्रोसिया बनाइसकेपछि यसलाई यसरी फर्स्ट चेनमा चाहिँ स्लिप स्टिच सँग जोइन गर्नुपर्ने हुन्छ। अनि जोइन गरिसकेपछि हामीहरूले फेरि 1 2 3 4 चेन लिएर फेरि फर्स्ट जहाँबाट हामीहरूले यो 4 चेन लिएका थियौं त्यही यसरी यसरी 1 2 3 एक चेनबाट चाहिँ हामीहरूले 3 डबल क्रोस बनायौं। अनि फेरि यसैको साइडमा यहाँबाट पनि हामीहरूले चाहिँ 3 डबल क्रोस बनाउनु पर्ने हुन्छ। यसरी 1 2 अनि 3 बनाइसकेपछि हाम्रो यहाँ माथि चाहिँ 1 2 3 4 5 6 7 भयो। अनि यसलाई एकैचोटी यो 1 छोडेर चाहिँ एकैचोटी निकाल्नु पर्ने हुन्छ यसरी। अनि निकालिसकेपछि फेरि यसरी 1 2 3 चेन लिएर जहाँबाट हामीहरूले स्टार्ट गरेका थियौं यही स्लिप स्टिचसँग यसरी जोइन गरिदिनु पर्ने हुन्छ। हजुरहरू देख्न सक्नुहुन्छ फर्स्ट पफ चाहिँ बनेर तयार भयो। अनि फेरि यसैमा जा 1 2 3 4 अनि यसको साइडमा
अर्को चेनमा चाहिँ फेरि सेम फर्स्टमा हामीहरूले बनाएका थियौँ त्यसरी नै बनाउनु पर्ने हुन्छ। 1 1 2 2 3 3 3 बनाइसकेपछि फेरि को साइड वाला चेनबाट फेरि 3 डबल क्रोस बनाउनु पर्ने हुन्छ। 1 2 3 बनाइसकेपछि हाम्रो चाहिँ 7 भयो। माथि फेरि यसलाई एउटा चेन छोडेर यसरी यस्तो बनाउनु पर्ने हुन्छ। अनि 1 2 3 चेन अनि यसैमा चाहिँ स्लिप स्टिच सँग जोइन गर्नुपर्ने हुन्छ। यसरी हाम्रो चाहिँ यसमा चाहिँ पफ चाहिँ 6 वटा बनाएर तयार हुन्छ। अनि यसमा फेरि 1 2 3 4 सेम फर्स्टमा हामीले जस्तो बनाएका थियौँ सेम 6 वटा प्याटर्नमा पनि उही बनाउनु पर्ने हुन्छ। जस्तो सुरुमा हामीले बनाएका थियौँ त्यसरी नै सबैमा बनाउनु होला हजुरहरूले पनि। यसरी 1 1 2 3 फेरि अर्को चेनमा यसबाट पनि 3 1 2 अनि यो 3 यसरी नै हजुरहरूले पनि सबैमा यसरी नै बनाउँदै जान सक्नुहुनेछ। यसरी 1 2 2 3 अनि साइडमा यसरी 1 2 यसरी 3 अनि यसरी नै हजुरहरूले नै यसरी नै बनाउन सक्नुहुनेछ। यसरी 1 2 3 चेन अनि स्लिप स्टिच 1 2 3 4 यसमा चाहिँ 4 चेन ल्याउनु पर्ने हुन्छ। One, 2 3 यसरी 1 2 अनि यसरी 3 हाम्रो यहाँ 7 भयो। अनि यसलाई यसरी
एउटा छोडेर चाहिँ यसमा चाहिँ 1 2 अनि 3 चेन लिएर चाहिँ यसरी स्लिप स्टिचसित जोइन गर्नुपर्ने हुन्छ। अनि यस्तो देखिएको छ नि, यसलाई चाहिँ हामीले यसरी यो बनाउन चाहिँ धेरै सजिलो छ। फेरि 4 चेन ल्याउने अनि 4 चेन ल्याइसकेपछि चाहिँ यसरी यो भयो। अनि फेरि 1 2 अनि 3 भयो। अनि यसरी 1 2 3 चेन लिएर चाहिँ फेरि स्लिप स्टिचमा यसरी जोइन गरिदिनु पर्ने हुन्छ। अनि एक चेन लिएर हाम्रो फ्लावर बनेर चाहिँ कम्प्लिट भयो। अनि यसलाई काट्दिनु होला। हजुर देख्न सक्नुहुन्छ, यस्तो बनाइसकेपछि यसलाई चाहिँ यसरी सेट गरिदिनु होला फ्लावरलाई। अनि यसलाई चाहिँ ब्याक साइडमा लगेर यहाँ हजुर देख्न सक्नुहुनेछ। हाम्रो चाहिँ यो बनेर रेडी भयो। अनि यसको लागि चाहिँ अब बीचमा चाहिँ यो चाहिँ बनाएर हजुरहरूलाई देखाउँछु। यसको लागि चाहिँ मैले बीचमा चाहिँ यो कलरको धागोसित बनाउँदै छु। हजुरहरूलाई कुन कलर म्याचिङ हुन्छ त्यसै अनुसार बनाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ फेरि यसरी हामीहरूलाई 1 2 3 4 चेन ल्याउन सक्नुहुनेछ। अनि यसरी फर्स्ट वाला चेनमा चाहिँ यसरी 1 2 3 4 5 4 अनि यसरी 5 अनि 6 लिएर अनि यसरी अनि 1 2 चेन लिएर चाहिँ यसको धागोको काटिदिनु होला। हाम्रो चाहिँ यस्तो बनेर तयार भयो। अनि पहिला चाहिँ हजुरहरूले पनि यो धागोलाई चाहिँ यसरी यसमा राखेर चाहिँ हजुरहरूले पनि यसरी फ्लावरको यसरी हो गराउनु होला। यसरी बनाएर धागा काटिदिनु होला। हजुरहरूले पनि यसरी बनाइसकेपछि धागाको यसरी काटिदिनु होला। यस्तो गर्ने भने चाहिँ फ्लावरको फिनिसिङ चाहिँ राम्रो आउँछ। यस्तो बनाइसकेपछि फेरि हामीहरूले
जो पहिला बनाएर राखेका थियौँ यो पफ, यसलाई चाहिँ यसरी चाहिँ यो तीन फ्लावरको बीचमा तीन 1 2 3 पफको बीचमा चाहिँ यसरी लिएर अनि यसरी अनि पछाडि चाहिँ यहाँ यसरी नट लगाइदिनु होला। मैले चाहिँ यहाँ यस्तो बनाएर काटिदिएँ। हजुरहरूले पनि यसरी गराउनु होला। मेरो चाहिँ पफ फ्लावर बनाएर चाहिँ रेडी भयो। अनि चिम्टी बनाउनको लागि यसमै हो, चिम्टी ल्याउनु होला। अनि हजुरहरूसँग ग्लुगन छ भने ग्लुगनले चाहिँ यसरी यहाँ ग्लुगन लगाएर यसरी चिप्काउन सक्नुहुनेछ। मसँग चाहिँ अहिले ग्लुगन छैन, त्यही कारणले गर्दा चाहिँ मैले चाहिँ यसलाई, हजुरहरूले यसरी पनि बनाउन सक्नुहुनेछ। यो भयो। अनि यसरी देख्न सक्नुहुनेछ। यसरी पनि नानीहरूलाई यसरी पनि बनाएर क्लिप चाहिँ लगाइदिन सक्नुहुनेछ हजुरहरूले पनि यसरी। हजुरहरूले पनि यसरी नै बनाएर नानीहरूलाई क्लिप लगाइदिन सक्नुहुनेछ। यदि मेरो भिडियो हजुरहरूलाई राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।